ल है त साथीहरू, हामीले चाहिँ आज चाहिँ दरौदीमा चाहिँ माछा मार्नलाई बोतलको प्रयोग गरेर चाहिँ 2टा बोतल दरौदीमा हो। यो चाहिँ दरौदीमा चाहिँ आएर चाहिँ माछा मार्न लागेका छौँ र मेरो साथमा विकास दाई, चिराग दाई र सुदीप दाई र 2जना दाईहरूको बुढीहरू, भाउजू र एउटा बच्चा एल्डेनहरू चाहिँ यता बसिरहेका छन्। यता चाहिँ केटाहरू पनि छ, खैको केटाहरू हो। ठिक छ, यहाँ चाहिँ मैले माछा मारेको छु। माछा मारेको मैले यहाँ हालेको, यो बल्छी हालेको मैले त्यस्तै 5 मिनट जति भयो होला। माछाहरू देखेको छ टन्नै, मलाई खुसी लागेको छ। अब हामी त्यस्तै 1 घन्टापछि आउनेछौँ, के हुने रहेछ रिजल्ट है त। अब म नुहाउने पनि छु, अनि म नुहाउनु पनि छ है त गाइस फेरि। ल अहिले चाहिँ यहाँ म माछा हेर्न लागेको छु, छिङ माछा। चटपट नुहाउने न दाइ तपाईँ, विकास दाइ ननुहाउने कपाल पनि मैले अझ नि ठिक हो। मैले त ल्याएको छु, एकचोटि दाइ फाल्नु पऱ्यो पारी गएर। त्यही सोचेको कि मैले, यहाँ डर लाग्यो फेरि मुनि जानु। पस्यो अनि कहाँ के मेनु हेरेर अनि पहिला यहाँ सबैको खल्तीमा 100 200 100 200 अनि एउटा